सबैजना सन्चै आरामै हुनुहुन्छ। आज चाहिँ हामी नयाँ वर्ष विशेष खाइमुन गर्नलाई बाहिर निक्लिएका छौँ भर्खरै। अहिलेको टाइम ठ्याक्कै कति बजी होला? 5 बज्ला हो। दिउँसभरि यति घर बस्यो अनि बेलुका हुन लागेपछि आज न्यु इयर भनेर सम्झेर अनि न्यु इयर मनाउन चाहिँ बाहिर निक्लेछौँ। सो बाहिरको मौसम एकदमै चिसो छ साथीहरू। पानी पर्नु पर्ला है। हावा चलिरहेको छ है। साकुरा पनि हेरी भनेर आएको अथवा साकुरा त हरियो भइसक्यो है। साकुरा चाहिँ हिजोको पानीले अनि आजको बतासले चाहिँ सबै झरी सक्न लागिसक्यो। झरेर नि पात पलाइसकेको अब अबको 1 हप्ताभित्र पुरै हरियो हुन्छ फेरि त्यो साकुराको बोट। सो गाइज हाम्रो चाहिँ विशेष चाहिँ केही छैन आज। अनि फेरि यसो बाहिर निक्लिएको अनि बाहिर निक्लेपछि बाबुको अलिअलि सपिङ गरिदिउँ कि भनेर सोचेर बाहिर निक्लेछौँ गाइज। अस्तिको झपक्के साकुरा चाहिँ आज यस्तो भयो, झरेर पुरै पात पलाउनु थाल्यो साथीहरू। हामी आउन चाहिँ यहाँ अलिक ढिलो लेट भएछ। एकदमै राम्रो साकुरा फुलेको रहेछ के भयो। हामी यता आउनै बिर्सेछौँ। आज दिदी बाबुको सपिङ गर्न भनेर बाहिर निक्लेको त यहाँ आएपछि पो याद आयो कस्तो मजाले फुलेको रहेछ साकुरा। बेब फोटो खिच्ने कि तपाईँको कस्तो राम्रो रहेछ यहाँ त। हामी चाहिँ गाई छोरोको सपिङ गर्न निस्मा चाहिँ आएको अनि अहिले अलिअलि सपिङ थियो। बाबुको वेकेन्डको लागि लुगाहरू अलिक पुगिसकेको थिएन, त्यही भएर अलिअलि आज बाबु स्कुल गएन। त्यो लुगा लागेको जस्तो भएर गएको गएदेखिबाट कस्तो लुगा लाग्यो जस्तो भएर सिगान कहिले निकालिदिन्छ पुन्टेले। आजकल सिगान निकाल्नु थाल्यो बेबी। त छोरी लाउनु जस्तो के लाग्नु ठुलो हुन्छ त्यो त राम्रो पनि छैन हौ त्यो त। टोटली चाहिँ सपिङ गर्न चाहिँ बाबुलाई चाहिँ वेकेन्ड जाने टी सर्टको त्यो नानीले गाली गर्छ नि पुकुली। दुइटै लाने होइन, दुइटै राम्रो, दुइटै लाग्यो है। जति कपडा भए पनि पुग्दैन। हामीले अस्ति पनि अब सुरुमै लाग्ने बेलामा नि किनेको खोइ जति किने पनि पुग्दैन बाबुलाई। स्कुल जाने बेलामा अनि खोज्नु पर्यो, त्यही भएर केही अलिअलि आज पनि थोरै सपिङ गरेको थियो। त्यही भने किनेर लगाऊँ भनेर अनि आएको बेलामा सो खाइमुन गर्दैछौँ साथीहरू। क्युटी देखेर लाग्दैन है। फाइनली हामी चाहिँ सपिङ सकेर निक्लिसक्यौँ। बाबुले हाट लाएर हिँड्यो केटो हिरो भनेर खेलौना किन्न लगायो। ह्याट बोकेको गऱ्यो अनि ह्याट पनि किनिदिएको। खेलौना किनेर मठ मरेर नपाउन्जेल रुने छोरो न्यु इयर मनायो 6000 सकेर। फाइनली गाइस हामीले बाबुको सपिङ पनि सकेर बाहिर निक्लिसक्यौँ। बाहिर चाहिँ चिसो छ आज मौसम, पानी पर्ला जस्तो हावाहुरी चलिरहेको मौसम एकदमै ब्याड छ आजको मौसम चाहिँ। सो गाइस हाम्रो न्यु इयर पनि यत्तिकै गयो आज। बाहिर घुम्न
जाने जाने भन्दा पनि प्लानै खोइ के हो थोरै चाहिँ अलिअलि छिटाएको रहेछ पानी पर्दै रहेछ फाइनली गाइस हाम्रो चाहिँ सपिङ पनि सक्यो अनि आजको न्यु इयर पनि सक्यो पानी परिरह घर फर्किँला छ खाजा पनि खाएन ब्रेड खाने भनेर ब्रेड खाएको के लिनेको एकछिन ब्रेड खान्छौँ ब्रेड खाँदै घर जाने हो सो आजको दिन चाहिँ त्यति राम्रो भएन पुरै पानी परेर मौसम पनि चिसो छ यस्तो चिसो मौसममा चट्ट तातो सुप बनाएर खानु पाएको भए मिठो हुन्थ्यो सो घर गएर त्यो खाने प्लानमा छौँ यति नै हो गाइस आजको दिन पनि यसरी नै बित्यो हाम्रो अनि हजुरहरूको दिन कसरी बित्दैछ हामीले चाहिँ न्यु इयर यसरी नै मनायौँ सो गाइस हाम्रो भिडियोलाई चाहिँ सबैजनाले लाइक सेयर कमेन्ट गर्नु नभुल्नु होला अनि सब्सक्राइब पनि गर्नु होला हस् त धन्यवाद